morning everyone. I hope सबैजनाको ज्यादै हुनुहुन्छ होला। मेरा अनि आज त म त खतरा सुतेछु है। 5:15 भइसक्यो होला हैन। अनि फोन साइलेन्टमा रहेछ। जाग्दै जागेन छु हैन। अघि पनि बवाल लाग्यो त्यही भएर जाग्दै जागेन छु। सबै गएर फोन हानिराख्नु भएको छ अरे। हेरौ कसरी बस्नु भएको छ। उहाँहरूको एक दुईटा तर्क पनि सुन्नुहुन्छ आज चाहिँ। के भन्नुहुन्छ लेट्स सी मुभी गरेर देखाउने छु। यस्तो छ शैली त अब बिहान बिहान हाम्रो सडक पीडित म खतरा सुतेछु के ल है त फाइनली म चाहिँ आइसकेँ। यो के को लाइन हो यो पल्टन हो क्या पुरै यता पल्टन चाहिँ अर्को पल्टन यता क्यालेन्डर ल थ्याङ्क यू के को 50 रुपियाँ नो हजुर होइन हो भ A few minutes later. के यस्तो एक्सर्साइजले घटिन्छ त हजुर अनि भाउजू डाइटिङमा के छ त हो खानाकुरामा नि खानपिनमा नि ध्यान दिनु पर्यो है बुझ्नु भयो नि मरुन्जनी एक्सर्साइज गर्ने खानापिनामा नि यस्तो ध्यान दिनु होला भन्न चाहन्छु म चाहिँ के कसो भन्छु म्याम ल अब त जाउँ होला कि भित्र ल यसो अक्सिजन लिन आउनु भएको बाहिर चाहिँ भित्र चाहिँ महामारी छ साइन हान्नु भएको त पुरै के हो पुरै सबै हेन्डसम आउनु भएको त के हो यसै गरी हामीले सम्पूर्ण एक्सर्साइजहरू कम्प्लिट गरिसकेका छौँ हजुरहरूले देख्न सक्नुहुन्छ र यति एक्सर्साइज गरिसकेपछि चाहिँ हाम्रो केही अन्तर्वार्ता कुराकानीहरू हुन्छ के कुराकानी गर्छौँ हजुरहरूले हेर्न सक्नुहुन्छ है त लेट्स से हिजो किन ढाउनु होला यहाँ मलाई प्रश्नवाचक चिन्ह आयो के भन्नुहुन्छ हिजो किन ढाक्नु हजुर फेरि हावा कुरा गर्ने स्वर नआएर फेरि क भन्नु हो यहाँले फेरि मजा आयो तिमीले फेरि एक दुईजना आउँछु भन्नुहुन्छ नि कसरी आउने त्यहाँ देखिने मात्र 6-7 आउनुहुन्थ्यो केयर नि आउने कि नै भन्दा कसैले म्यासेज रिप्लाई गर्नुभएको थियो हो त्यही त हो यही त क्या समस्या अब त असारभरि साउनभरि पानी आउँछ क्या सुत्ने हो त्यही त हिजो किन सुत्थ्यो त फेरि
फोन आउँछ भने पुरै फोन स्विच अफ गरिदिने कमबाट हुनुहुन्छ मेरा त्यही हो कुरा जति गरे नि सकिँदैन सबै ट्यालेन्टेड हुनुहुन्छ कुरा गर्नमा हैन कुरा गरेर सकिसकेपछि चाहिँ हामी सबैजना देख्नुहुन्छ मजाले ध्यानमा बसिराख्नु भएको छ र ध्यानमा बसिसकेपछि चाहिँ अब सबैजना एउटा गीतमा नाच्दै हुनुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ र म के भन्छु भने चाहिँ अहिलेको समयमा हैन अहिलेको टाइममा सबैजनाले घर सुत्नु भन्दा पनि एक्सरसाइज गर्नुस् हैन स्वस्थ रहनुस् भन्न चाहन्छु म चाहिँ हैन अब रेगुलर यसरी नै हामीले डेली एक्सरसाइज गरिरहेका छौं यदि कोही इच्छुक हुनुहुन्छ भने चाहिँ हामीसँग जोडिन पनि सक्नुहुन्छ भन्दै आजलाई भने चाहिँ म बिदा हुन्छु है त गुड बाई।